Let's go to Flemington Market. First thing first, यो मन्दिर चाहिँ फ्लेमिङटनमा छ, सो हामी चाहिँ एभ्री टाइम मोस्ट अफ द टाइम चाहिँ जान्छौँ। अनि यो मार्केटमा चाहिँ मेरो चाहिँ फर्स्ट टाइम भनौँ। अनि विवेक चाहिँ आइरहन्छ यहाँ, सो उसलाई चाहिँ कहाँ के किन्ने सबै थाहा छ, सबै भन्नाले अलिअलि थाहा छ। सो मेरो बजेट चाहिँ $50 थियो। एट द एन्ड मैले चाहिँ अराउन्ड $60 जति चाहिँ खर्च गरेँ। कस्तो सस्तो छ, तर एकदम हेरेर किन्नुपर्छ सामानहरू। फर्स्टमा जाँदा चाहिँ एक राउन्ड लाएर अनि पछि चाहिँ कहाँ सस्तो छ त्यही अनुसार चाहिँ हामीले किनेको थियौँ। अनि $50-60 ल्यायो भने चाहिँ हामीलाई अलमोस्ट दुईजनालाई मोर देन 2 weeks चाहिँ सामानहरू, यो तरकारीहरू भेजिटेबल्सहरू चाहिँ पुग्छ। सो तपाईँहरू पनि जाँदा हुन्छ।